आमा मैले नि यो कागजको टुक्राले नै आफ्नो फ्यामिली छोडी आफ्नो देश छोडी अर्काको देश आउनु परेको रहेछ। यो कागजको टुक्रा कति इम्पोर्टेन्ट रहेछ भने नि बल्ल बल्ल ठुलो भएपछि थाहा पाएँ आमा। सानो हुँदा त यताउति के रोने कराउने गरेर पैसा माग्ने हुन्थ्यो। अहिले आफ्नो बाध्यता परेर अनि आफ्नो परिस्थिति थाहा भएपछि बल्ल थाहा हुने रहेछ मम्मी पैसा कति इम्पोर्टेन्ट र कति सुख दुःखमा साथ दिने रहेछ भनेर। मम्मी पैसाको लागि कति दुःख गर्नु पर्दो रहेछ र कति दुःख र कति सुख आउने रहेछ भन्ने बल्ल थाहा पाउँदैछु मम्मी। अब टेन्सन नहुनु, तपाईँको छोरा अब कमाउने उमेर भइसकेको छ, कमाएन भनेर टेन्सन नलिनु। तपाईँको छोरा आस्ते आस्ते सफल हुँदैछ, प्रयास जारी गर्दैछ। अब तपाईँको छोराले पनि कमाएर केही गरेर देखाउनेछ। यो म आफ्नो फ्यामिलीको लागि केही गरेर देखाउनेछु, केही टेन्सन नलिनु मम्मी। म तपाईँको लागि भनेर आफ्नो देश छोडे अर्काको देश जान तयार हुनेछु। तर तपाईँ साथ मात्रै दिनु, अरू साथ नदिए पनि तपाईँको साथ भए पुग्छ मम्मी मलाई।